सभापतिले नबोल्नु भने भएर हो, बोल्नु भनेको भयो तपाईले अहिले भनेको जस्तो। त्यसैगरी बोल्नु भने भए चाहिँ मुखले बोल्नुहुन्थ्यो कि हातखुट्टाले बोल्नुहुन्थ्यो? तर तपाईहरुकोमा चाहिँ अब त्यो एमाले भन्ने पार्टी उहाँहरुको भन्दा मोर डेमोक्रेटिक हुनुपर्ने हो, तर उत्तर कोरियाको छ है तपाईहरुकोतिर चाहिँ। तपाईलाई त्यस्तो लाग्छ र? बोल्न सक्नुहुन्न नि तपाईहरु? किन नसक्नु? बाघ अगाडि बोल्न सक्नुहुन्छ? 10 वर्षलाई निर्वाचित भएर आएको 8 वर्षमा सबै चीज पूरा गर्ने जस्तो लाग्यो हो। खेरीमा चाहिँ टेबल किन उठाउनु पर्यो? हजुर तपाईले त्यही चीज उत्तर माग्दाखेरिमा टेबल किन उठाउनु पर्यो? टेबल मैले किन हान्नु पर्यो? मैले फ्ल्याङ मर्यादा पालकमाथि किन चढ्नु पर्यो? हामीले आक्रमण गर्न गएकै हैन, हामी सभामुखज्यूलाई पनि आक्रमण गर्न गएको हैन। हामी त आफ्नो अधिकार खोजेको, प्रतिपक्षको अधिकार कुर्सी उचालेर पाइन्छ भने कुर्सी उचालेर मैले राख्नलाई उचालेको सर। कुर्सी राख्न तपाईको झोलामा मात्र हैन, पुरानो दलहरु भित्र अलि बढी अन्ध भक्तहरु हुनुहुन्छ। तपाई सहित त्यो अन्ध भक्तमा म चाहिँ पर्छु। तपाई सहित कन्ट्रोभर्सी अलिअलि आयो, तर कन्ट्रोभर्सी सुन्नु, खाने बेलामा चाहिँ पद खाने बेलामा चाहिँ सबै चीज बिर्सिने, पद गएपछि राजा चाहियो। मन्त्रीले आयो को रिपोर्टै लुकाइदिनु हो, अब सार्वजनिक गर्न बिस्तारै हुन्छ। कहिले बिस्तारै हुन्छ? कहिले त्यति मिति गरेर भन्नुपर्छ? मैले तपाईसँग पढ्यो नि, जनतामा नभने कसलाई भन्नुहुन्छ? जनताले मध्य तपाई मन्त्री हुनु भयो हैन? खास तपाईको नाम चाहिँ हर्कराज राईको सट्टा विरोधराज राई राखे भए एकदमै राम्रो हुन्थ्यो। एउटा बतौरेलाई 1 घण्टाले नपुग्ने, यहाँ 5 जना बतौरे राखेको छ। त्यसकारणले बतौरे भन्न त भएन नि, बतौरे भन्न त भएन नि। रवि लामिछानेजीको संलग्नताका सन्दर्भमा पहिलो जाहेरी, दोस्रो जाहेरी दर्ता गरेको वा नगरेको अदालतमा विचाराधीन यी विषयमा प्रतिनिधि सभा बाँडिएको थियो, हामी बाँडिएका थियौँ। तपाईहरु त्यो जाहेरी छ कि छैनमा बाँडिया होइन, भाग कसले खानेमा बाँडिएको। कम्युनिस्ट पार्टीको लोकतान्त्रिकरण सुरु भयो तपाईले भन्दै गर्दा त्यस पछाडिको 30 वर्ष हेर्नुस् त। ल म एमाले नै भन्छु है, हामी नै हो भन्नुभएको छ नि। तपाईको पार्टी लोकतान्त्रिक छ? हाम्रो पार्टी सबभन्दा लोकतान्त्रिक छ अहिले पनि। तपाईले सोचेको जस्तो लोकतन्त्र भन्ने बोलाइदिने हो तपाईले सोच। रवि लामिछाने नभएको भए तपाई आजको दिनमा पनि मेगा अस्पतालमा या अन्त कतै सेतो एप्रोन लाएर बिरामी जाँच्ने बाहेक अर्को तपाईको हैसियत हुन्थ्यो? सत्तामा जाने भर्याङ पनि सीमालाई नबनाउने, यस्ता संवेदनशील विषयलाई विरोधको अस्त्र मात्रै नबनाउनुस्। अब समाधानको कुरा के हो भने जहिले गरे पनि, जसका पाला गरे पनि हामीले गर्न सकेनौं होइन। हामीले गर्न किन नसक्ने? हामीले सुरु त गरेका छौं नि। हामीले सुरु गरेनौ, सुरु त गर्यौं नि त। परमार थप्थे त्यस्तो होइन नि। जाले रुमाल देखाएर चाहिँ के हुँदैन। यस्तो लाग्छ उहाँलाई चाहिँ राति पक्रिँदैछ, लगेको चाहिँ मृत्युदण्ड त्यस्तो गर्ला, अहिले त्यस्तो गर्ला, अहिले पुलिसले त्यसो गर्ला नगर्न पर्ने। तपाईको अनुहार देख्दा त्यस्तो लाग्दैन क्या? उहाँको कामै विरोध र विरोध। तपाईको इगो चाहिँ जेन्जी आन्दोलन पछाडि तपाईलाई प्रधानमन्त्री चाहिएको थियो, त्यो पनि भएन। त्यो भएन भने मन्त्री चाहिएको थियो, त्यो पनि पाइएन। अहिले सांसद भए पछाडि तपाईलाई त्यति बेलाको आफ्नो साथी जसले तपाईलाई धोका दियो, त्यो बालन शाह प्रधानमन्त्री भएको तपाईलाई मन परेको छैन। आज 2082 साल, आज 2026 सालमा तपाईहरु म के भनेर गर्व गरिरहेको छु या तपाई के भनेर गर्व गरिरहनु भएको छ भने हामीले जनताको घरमा बत्ती पुर्याइदियौँ पैसा लिएर, हामीले जनताको घरमा तपाई संचार सेवा पुर्याइदियौँ पैसा लिएर, कमिसन खाएर, हामीले जनताको घरमा बाटो पुर्याइदियौँ, हामीले स्कुल खोल्दियौँ। यो ढुङ्गे युग हो। 78 साल माघको 15 गते 11 बजेर 16 मिनेट जाँदाखेरि मेरो अध्यक्षले मलाई फोन गर्नुभयो, मका ब्रिफिङ्स आयो भनेर। हजुरहरूको जेनेरेसनदेखि भएको कुरा होइन यो? हजुरहरू किन चुप लाग्नुभयो? हामी त बोलेको बोलेछौँ, यो के गरिरहेको छौँ त? सबैजना सडकमा गएर यस्तो हामीसँग यस्तो धेरै कन्स्पिरेसी छ, यति धेरै कुरा छ भने कानुनी निकायसँग पुगेन किन? कानुन नेताको हेर यहाँ खल्तीमा छ भने एक
तपाईँले राम्रो कामको सुरुवात गर्नुभएको थियो, तपाईँलाई फेरि चाहिँ एकपटक त्यही मौका दिनुपर्छ, अन्समोर भगवती भनेर चाहिँ फेरि भने अब महिला कार्ड खेल्ने त्यही काम तपाईँले गर्नुपर्छ, किनभने प्रशासनिक सुधार गर्न तपाईँ चाहिँदो रहेछ। एमालेको सरकार बन्छ र तपाईँले त्यो काम गर्ने अब 76 साल पछाडि तपाईँको अध्यक्ष या एमाले कतिचोटि सरकारमा गयो? त्यही त भन्दैछु, सरकारमा होइन, सरकारमा जाँदा हामीले यो क्षेत्रमा जति काम भयो बरु हाम्रो पालामा भयो। कुनै पनि ठाउँ पैदल गएको छैन, कुनै पनि ठाउँमा पैदल गएको जानु परेको छैन। बाटो त सबै प्रत्येक पुगेको छ, बत्ती गएको छ। अहिले संसदमा चाहिँ देखिन के थाल्यो भन्ने छ भने खास गरी श्रम संस्कृति पार्टीलाई हेरेर कुकुरले पुच्छर हल्लाउँछ कि पुच्छरले कुकुर हल्लाउँछ भन्छ। तपाईँको केही महानिरीक्षक त पदमा बहाली रहँदा नेताको घरमा नजराना बोकेर फलफुल बिस्किटदेखि लिएर चक्लेट बोकेर गएको धेरै पटक यही आँखाले देखाएको छ। त्यो अरू विषय व्यक्तिगत क्यारेक्टर होला, कसको काम मलाई थाहा भएन, तर मेरो हकमा तपाईँले यसरी देख्नुहुन्न। केही बुझाउनु परेन, बुझाउनै परेन, किन जानुपर्ने आवश्यकै भनेको भेटेर मात्रै पुग्यो। अनि भेट्न त पर्यो नि, मैले कसलाई भेट्नु पर्यो? गृहमन्त्रीज्यूलाई त भेट्नै पर्यो नि त। नेताको घरमा देउसी चाहिँ कति खेल्नु हो? होइन, एक्स्ट्रा योगदान होइन, हिसाब चाहिँ दिनु न। किन हिसाब नदिने? हामीले प्रत्येक दिन दिनुपर्छ भन्ने के छ? त्यो तपाईँको कहिले दिनुहुन्छ? त्यो तपाईँको फेसबुकको जोकरहरूलाई कहिले दिनुहुन्छ? हामी दिन्छौँ, प्रत्येक प्रोजेक्ट सकेपछि दिन्छौँ, प्रत्येक प्रोजेक्ट सकेपछि दिन्छौँ। कहिले सकिन्छ त्यो? दार्चुलाको अब 2-4 दिन पछाडि सकिन्छ होइन, यो चाहिँ असार 2-4 दिनपछि हिसाब पाइन्छ होइन। मेरो क्षेत्रका जनतालाई सोध्नुभयो भने मलाई नजिक तपाईँको क्षेत्रको जनता चाहिँ के भन्छ? उहाँलाई जनता प्यारो होइन, उहाँलाई नेता प्यारो, नेतामा पनि बा प्यारो। ती बाले के गरिदिन्छन् तपाईँलाई भने स्थानीय पालिकामा चुनाव हार्यो सांसद बनाइदिन्छन् राष्ट्रिय सभामा, त्यस पछाडि हुँदा त्यसपछि मन्त्री बनाइदिन्छन्। अहिले सांसदको टिकट पनि दिए तपाईँको बाले। प्रकरणमा 1 रुपियाँ पैसा खा छैन। भुटानी शरणार्थी प्रकरणमा 1 पैसा खा छैन। 2 करोड चाहिँ तपाईँले लिनुभयो भनेर त्यो अडियो चाहिँ क्या? कैसी लगी आगे स्वाद? को नाम चाहिँ हर्कराज राईको सट्टा विरोधराज राई राखेका भए एकदमै राम्रो हुन्थ्यो। कामै विरोध विरोध र विरोध। गजब बेइज्जती है। राष्ट्रिय वाणिज्य बैंक साइडपट्टिको त्यो पर्खाल त्यता पनि आक्रमण भयो। सबै देखेको कि ओली पक्षले पढाएको? अनुहार यो शरीर तपाईँको हो, यो अनुहार यो शरीर तपाईँको हो, यहाँ भित्रको आत्मा केपी ओलीको हो भने